हेलो हेलो साथीहरू सबैजनालाई फेरि पनि वेलकम छ मेरो मिनी ब्लगमा। आज भने बिहानै बसिरहेको थिएँ कि तप 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 के आवाज आयो भनेको त पानी परेको रहेछ साथीहरू। बाहिर त है यति पानी पर्यो। म त दुबईमा पहिलोचोटि पानी पर्यो, एक दुईचोटि साथी सोच्छु यस्तो ठुलो पानी पर्छ भनेर सोचेको थिएन। हेरेकै बाहिर गएर यसो भिडियो गरेँ अनि गरेको पानी परिरहेको रहेछ। पहिला सुरुमा त सिम 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 पानी परिरहेको थियो कि है, अनि त एक्कासी पानी परेको अनि हेर्नु न मान्छे यस्तो है छट म भाग्छु भने जस्तो भाग्यो पानीमै। अनि मान्छेको छाता हेर्नु छाता साथीहरू कसरी बिचरा हावा लाएर अलिक फर्काइदिन्छ साथीहरू है, म त लुकिहाल्छ कि। यस्तो पानी पर्यो हाम्रोतिर त यस्तो पानी पर्यो कि आज बिहान चाहिँ। यहाँको पानी चाहिँ कस्तो हुँदो रहेछ भन्दा मेरो त बिहान पानीमा भिजेको कस्तो घाउ आयो कि है, कस्तो पानी हो यो दुबईको पानी त म त अचम्म परेँ है। जति पानी परे पनि कि साथीहरू हेर्नु न हिँड्न छोडे छैन है। यस्तो के पानी त नर्मल के हुन्छ नि, पानी पर्दा पर्दा बिस्तारै पानी पर्ला भनेको त एक्कासी यति ठुलो पानी पर्यो है। अनि त हेर्दा हेर्दै त पुरै पानी जाम भयो कि। अब जस्तो नेपालमा त अब पानी भयो भने त अब सोच्छ नि त त्यस्तो नै हुँदो रहेनछ है। यस्तो ठुलो पानी पर्यो है। अनि मैले चाहिँ उतापट्टि पारिपट्टि गर्दा ओ छिमेकीहरू पानी पर्यो लु उठाऊ भन्दैछु कि। अनि त हेर्नु न हावा कस्तो चलेको छ है। अनि पानी यस्तो गरेर पानी पर्यो बिहान बिहानै, हावा पनि चल्यो पानी पनि पर्यो। म चाहिँ यस्तरी हेरिरहेको छु ए भनेर म त के नै अहो भन्दै हातमा पानी सानी लिने भएको थिएँ साथीहरू। मलाई त चिलाएर एलर्जी भएर मेरो त घाउ पो आयो, टाउको पनि त्यस्तै चिलायो। अनि हेर्नु न कस्तो जति पानी आयो भने कि है छाता ओढेर मान्छेहरू हिँडेकै छन्। अनि हेर्नु न पानी पर्दा कस्तो मजाले बाहिर आएर बाल्कनीबाट हेरिरहेको छन् कि आनन्दसँग। अनि पानीमा मस्त लाएर हिँडिरहेको छन् तिनीहरू चाहिँ है। अनि त्यसरी पानी आउँछ नि भाग्छन् कि है। आज बिहान बिहानको चाहिँ यस्तो थियो मौसम, बेसरी पानी पर्यो। अनि हामीले लुगा सुकाइराखेको थियौँ कि अनि बेसरी अनि यो त छड्के छड्के पानी आएको हेर्दा हेर्दै यति ठुलो पानी पर्यो है साथीहरू। अनि म चाहिँ हेरिरहेको हो कति ठुलो पानी पर्यो भन्दै। अनि हाम्रो फेरि लुगा यता बाल्कनीमा सुकाइरहेको थिएँ। अनि म त हेर्दा हेर्दै त बिर्सेछु कि लुगा उठाउने। अनि हाम्रो लुगा त भिजेछ। अनि मैले चाहिँ गलैँचाबाट सुकाएको थिएँ। अनि त्यो पनि भिज्यो, यता पनि भिज्यो, मोबाइल पनि भिज्यो, म त अलमलै परेँ। अनि म पनि भिजेँ है। अनि त मेरो त पुरै घर चिलाएर यस्तो भयो साथीहरू है। यो पानी चाहिँ राम्रो पानी रहेछ, नेचुरल पानी होइन रहेछ भनेको थाहा भयो। किन भन्दा हाम्रो नेपालमा भएको भए त केही नै हुन्थेन नि त है। अनि म चाहिँ बहिनीलाई भने मेरो उठ भनेर भन्दैछु क्या उसलाई आइज भनेको बहिनी चाहिँ उठेर पानी पर्यो भन्दैछ उसले चाहिँ। यस्तो पानी पर्यो यी भन्दै भन्दैछु। यति ठुलो एकैछिनमा यति ठुलो पानी पर्यो साथीहरू, यति ठुलो पानी पर्यो कि ओहो। अनि यो पानी त राम्रो पानी रहेनछ कि, पुरै एलर्जी गराउने घाउ बनाउने पानी पुरै। यो पानी त के पानी हो पानी साथीहरू, के पानी हो यो पानी। अनि त यस्तो के एकैछिनमा पुरै हेर्नु न त पानीले त पुरै अनि यस्तो जाम भएर एकैछिनमा कि पुरै अन्धकार भएर क्या। नेपालमा हावा र उरी पानी आउँछ भनेको थियो, अहिले पो यहाँ पो भयो हावा र पानी। आमा यति ठुलो पानी ओहो। यस्तो भयो एकैछिनमा पानी सानी आएर साथीहरू। म त जाडोले यस्तो जाडो भयो पुरै। अनि म हेर्दैछु त्यो कतिको पानी आउँछ भन्दै हेर्दैछु नि। हाम्रो घरमा चाहिँ फिर्कुनीहरू बस्छन् कि साथीहरू। अनि आते रेन रेन भन्छ मैले यस यस भन्दै देखाएको छु भिडियो गरेको त पनि भिजेको साथीहरू। त्यसलाई पनि चिलायो अरे पानीले। अनि म चाहिँ भिडियो गर्दा गर्दै ल आज यस्तै रहेछ यतिको सुत्छु भने बाई बाई। आजको लागि यति मेरो ब्लग, प्लिज सबैले सब्सक्राइब गरिदिनु होला।